अकेला अकेला खान्छ मादर चोत खान्छ मादर चोत राखी खा ढुकुर जा रहा यार केटोले ढुकुर सो हेलो नमस्ते ब्रो वेलकम बैक टू माई चैनल एंड फाइनली आज चाहिँ हाम्रो हैन भिडियो बनाउने भनेर यहाँ आएको थियौँ। यो चाहिँ तपाईको कहाँ भन्नुहुन्छ होला, यो चाहिँ लेटाङको सबैभन्दा टप डाँडा त्यो यो फेमस डाँडा त सुलिता खोलिता मिलिता कहाँ पैसा न पैसा जान्छ म्याङखेरि त घुम्नु टिकट लिन्छ नि त राजा रानी भनेको न त त्यो त भाइ उयो पो त पानीको ट्याङ्की पो त पानीको ट्याङ्की विशाल दाइले यहाँ कहाँ छ अरे हौ, अब भोलि पर्सि जानुपर्छ। अनि एउटाले चाहिँ भ्लगिङ गरेको हैन के हो भने आवाजै आएन छ टेक्नोलोजी देखो न गाइस देखो न भने जस्तो न साला अकेला अकेला खान्छ यार मादर चोत आयो टेक्नोलोजी अन्त फिल्ममा हामी चाहिँ सबै सिगान खान्छ नि स्प्राइट बोकेर हाल्थ्यौँ क्या दामी भयो भनेर खेदाउँछन् होला दिदीहरूले मलाई खाए खाए कपलक कि कपलक राखी खाएपछि बाँकी हामी चाहिँ गरिनेको अब त्यही हो। आज भिडियो बनेन, अब यो शनिबार आउँछ। मलाई पनि हैन कस्तो लाग्दैछ भने आज भिडियो बन्यो भने कस्तो होला हैन, जस्तै कि अब धेरै भएको थियो नि त हामीले भिडियो नबनाएको। यताको मान्छेले कति टाइम लगाइदिएला एक सर्ट लिँदाखेरि नहुने हैन। भातेको छोरा भन्यो भने भातेको छैन कुमारी हुन्थ्यो। अनि आज भएन, म भन्दा अक्लो झार्छ त यार के भाइ को ओ भाइ ढुकुर झार यार केटोले ढुकुर चुप लाग्छ रामेको नाति त प्लास्टिक ब्लगिङ गरेको सेम पहाडको बाटो जस्तो छ यसो हिँड्दा पहाडकै याद आउँछ मलाई मासला लम्गेरे थुक क्या म्याच धुलोमा हिँडाएर मलाई खुट्टा हेर्ने खुट्टाको हालत खुट्टाको हालत फेरि यस्तो छ। बाटो यस्तो छ कि यहाँ फेरि यो बाटो हेर्नुको लागि त म गम्बुटै चाहिन्छ कि गम्बुट कस्तो भ्लगर हो यार, थोरै गर्छ टिङ गर्छ फेरि टिङ कमेडी यस्तोमा त हुँदैन नि, ट्र्याक्टर ड्राइभर पो हो त म पनि सक्दैन नि। सो फाइनली अब चाहिँ होइन हाम्रो भिडियो त्यत्रै इन गरिदिनु पर्छ होला है। अब गएर एडिटिङ पनि गर्नु छ। थ्याङ्क यू सो मच। नेक्स्ट भिडियोमा भेट्यौँ होला। अनि के कस्तो लाग्यो हाम्रो भिडियो, राम्रो लाग्यो नराम्रो लाग्यो नि जहाँ सब्सक्राइबर गरिदिनु होला होइन सबैजनालाई होइन। मेरो 19 सब्सक्राइबर भएको छ ब्लगमा, अब एउटा हान्नु भने 20 हुन्छ। सपोर्ट गर्दै गर्नु होला मेरो ब्लगिङलाई पनि कमेडीलाई पनि दुइटैलाई। थ्याङ्क यू सो मच। बाई।